आज चाहिँ हामी चाहिँ अबको अपकमिङ आइपिओको बारेमा चाहिँ हेर्दैछौँ। आगामी यो अब आउने यो पौष महिनाभित्रमा चाहिँ कुन कुन कम्पनीको आइपिओ आउँदैछ, कुन कुन कम्पनीको एफपिओ आउँदैछ, त्यो विषयमा सानो छलफल गर्नेछौँ। र यसको विषयमा सुरुमा हाम्रो छ तपाईँको रिलायन्स स्पिनिङ मिल्स छ, जसको चाहिँ आइपिओको दरमा हेर्ने हो भने चाहिँ सेक्टर चाहिँ म्यानुफ्याक्चरिङ सेक्टरभित्र पर्दछ। भनेको चाहिँ आइपिओ टाइप भनेको बुक बिल्डिङ हो, फर्स्ट मेजर बुक बिल्डिङ इस्युड इन नेपाल। त्यसपछि 7 स्टाटस एप्रुभ भइसकेको छ र इस्यु प्राइस पब्लिकको लागि चाहिँ 820 रुपियाँ 80 पैसाको दरले आउँदैछ। भनेको टोटल छ भने टोटल पब्लिक सेयर भनेको 9,24,768 किता छ र आइपिओ डेट भनेको जनरल पब्लिकको लागि चाहिँ डिसेम्बर 23 देखि भनेको आउँदो सोमबारदेखि चाहिँ ओपन हुँदैछ भने क्लोज भनेको डिसेम्बर 27 सम्म हुनेछ। र यदि यो 20मा चाहिँ सब्सक्राइब भएन भने चाहिँ एक्सटेन्ड पनि हुनेछ। त्यसैको लागि मिनिमम तपाईँले 50 किता अप्लाई गर्नुपर्ने छ, जसको लागि चाहिँ 41,040 रुपियाँ चाहिँ पैसा आवश्यक पर्नेछ। मिनिमम भनेको 50 सेयर अप्लाई गर्नुपर्ने छ, म्याक्सिमम भनेको 20,000 किता अप्लाई गर्नुपर्ने छ। र हजुरको लागि जनरल पब्लिकको लागि चाहिँ अब ओपन हुँदैछ। म्युचुअल फन्ड फरेन इम्प्लोयरको लागि चाहिँ अलरेडी 7बाट चाहिँ अप्रुभ भइसकेपछि चाहिँ तपाईँको लागि यो चाहिँ अलरेडी भइसकेको छ। र इन्स्टिट्युसनल इन्भेस्टर अलरेडी सब्सक्राइब द सेयर अर्लियर एट द हायर कट अफ प्राइस, जुन चाहिँ 10% भन्दा बढी थियो। यसको 10% थपेर चाहिँ तपाईँको इन्स्टिट्युसनल इन्भेस्टरहरूले चाहिँ कट अफ प्राइस निर्धारण गरिसकेका थिए, जसको चाहिँ 912 रुपियाँ परेको थियो। र त्यसमा 10% डिस्काउन्टको दरले चाहिँ 820 रुपियाँ 80 पैसा चाहिँ हजुरको पब्लिकको लागि निर्धारण गरिएको छ। जसको लागि तपाईँले अप्लाई गर्ने भनेको मिनिमम 50 किता, जसको रुपियाँ चाहिँ 41,000 भन्दा बढी लाग्नेछ। त्यस्तै गरी अब यसमा चाहिँ अर्को इस्यु के छ भने तपाईँको रिलायन्स आइपिओलाई चाहिँ अलिकति भ्रष्टाचार विषयमा चाहिँ छानबिन गर्नलाई चाहिँ मिनिस्ट्री अफ फाइनेन्सले चाहिँ एउटा सेबुनलाई चाहिँ निर्देशन दिएको छ। र त्यो अनुरूप चाहिँ सेबुनले चाहिँ कमिटी गठन गरिसकेको छ। र कमिटी गठन गरिसके तापनि तपाईँको पब्लिक इस्यु चाहिँ रोक्न मिल्दैन भन्ने कुरा चाहिँ सर्वोच्चले पनि इस्यु गरिसकेको कारणले चाहिँ आउँदो सोमबारदेखि चाहिँ रिलायन्स स्पिनिङ मिल्सको चाहिँ आइपिओ चाहिँ ओपन हुँदैछ, जसको लागि चाहिँ तपाईँले 50 किताको लागि चाहिँ मिनिमम 41,040 रुपियाँ चाहिँ आवश्यक पर्नेछ। त्यस्तै गरी अर्को छ तपाईँको रिजलाइन इनर्जी लिमिटेड छ, जुन चाहिँ हाइड्रो पावर सेक्टरभित्र पर्छ। इस्यु टाइप भनेको अर्डिनरी सेयर लोकल जनरल पब्लिकको लागि इस्यु हुँदैछ। जनरल पब्लिकको लागि चाहिँ 26,07,000 किता इस्यु हुँदैछ। पार भ्यालु भनेको 100 पर सेयर हो। सेबुन अप्रुभ गरेको डेट चाहिँ मङ्सिर 22 गते हो। भनेको पर्पज भनेको पब्लिक इस्यु टु सपोर्ट द हाइड्रो पावर जेनेरेसन एक्सपान्सन हो। लोकल लेभलको र फरेन इमिग्रेन्टको लागि चाहिँ यो भनेको हजुरको डिसेम्बर 28 देखि चाहिँ ओपन हुँदैछ। र यसमा हामीले पब्लिक इस्यु चाहिँ जब फरेनर इमिग्रेन्ट र लोकल लेभलको अलटमेन्ट हुन्छ त्यसपछि चाहिँ जनरल पब्लिकको लागि हुनेछ। र यसमा पनि हामीले मिनिमम 10 किता मात्र अप्लाई गर्नेछौँ 1000 रुपियाँको दरले। त्यस्तै अर्को छ हाम्रो तपाईँको सोलो हाइड्रो पावर लिमिटेड सेक्टर भनेको हाइड्रो पावर सेक्टर इस्यु टाइप भनेको अर्डिनरी सेयर लोकल र जनरल पब्लिकको लागि सेयर टु बी इस्युड 20 लाख किता सेयर इस्यु हुँदैछ। पार भ्यालु 100 पर सेयरका दरले सेबुन अप्रुभ गरेको थियो तपाईँको कार्तिक 24 गते। यसको चाहिँ पर्पज भनेको इस्यु टु फाइनेन्स द हाइड्रो पावर अपरेसन एन्ड प्रोजेक्ट डेभलपमेन्ट्स लोकल एन्ड फरेन इमिग्रेन्टको लागि चाहिँ अलरेडी सब्सक्राइब अलटमेन्ट भइसकेको छ। अबको पालो भनेको जनरल पब्लिकको लागि हो। अबको 1 विकभित्र चाहिँ यसको पब्लिक इस्यु हुन सक्ने सम्भावना छ। र यसमा पनि हामीले चाहिँ मिनिमम 10 किता अप्लाई गर्नेछौँ 1000 रुपियाँ टोटल। त्यस्तै अर्को छ हाम्रो साल्पा विकास ब्याङ्क लिमिटेड छ, जुन चाहिँ सेक्टर भनेको डेभलपमेन्ट ब्याङ्क सेक्टर हो। इस्यु भनेको यसले चाहिँ जनरल पब्लिकको लागि इस्यु गर्दैछ। अर्डिनरी सेयर टु बी इस्यु भनेको 17,23,880 किता हो, जसको पार भ्यालु भनेको 100 पर सेयर हो। सेबुनले अप्रुभ गरेको डेट भनेको तपाईँको मङ्सिर 8 गते थियो। भनेको यसको प्रपोज किन इस्यु गर्दैछ भनेको फ्रेस क्यापिटल इस्यु गरेर चाहिँ तपाईँको कम्पनीको ग्रोथ र सर्भिसमा चाहिँ ध्यान पुर्याउने छ। र यसले चाहिँ तपाईँको फरेन इमिग्रेन्टको लागि चाहिँ यसले अलरेडी इस्यु अलटमेन्ट गरिसकेको छ। भनेको अबको पालो भनेको जनरल पब्लिकको लागि हो। यसमा पनि हामीले मिनिमम 10 किता अप्लाई गर्नेछौँ र यसका 1000 रुपियाँ टोटल 1000 रुपियाँ लाग्नेछ। 10 किता @ 100 रुपियाँ। त्यस्तै अर्को हाइड्रो पावर छ सौर्यकुण्ड हाइड्रो इलेक्ट्रिक लिमिटेड छ, जुन चाहिँ सेक्टर भनेको हाइड्रो पावर सेक्टर रहेको छ। र यसले पनि चाहिँ इस्यु टाइप भनेको अर्डिनरी सेयर लोकल र जनरल पब्लिकको लागि दुवैको लागि इस्यु गर्दैछ। यसको तपाईँको जनरल पब्लिकको लागि चाहिँ 13,79,350 किता इस्यु गर्दैछ भने लोकल लेभलको लागि चाहिँ 8,96,744 किता इस्यु गर्दैछ। लोकल र इमिग्रेन्टको लागि चाहिँ डिसेम्बर 24 देखि खुल्दैछ यो आइपिओ भनेको। यसको पर्पज भनेको फन्डिङ अपरेसनल क्यापेसिटीको लागि चाहिँ हो। यसलाई चाहिँ मङ्सिर 25 गते त आइपिओले चाहिँ सेबुनले चाहिँ आइपिओको लागि अप्रुभ दिइसकेको थियो। र तपाईँको लोकल लेभल र इमिग्रेन्टको अलटमेन्ट सकिसकेपछि जनरल पब्लिकको लागि आउनेछ। यो पनि तपाईँको अलमोस्ट पौष इन साइडतिर चाहिँ तपाईँको जनरल पब्लिकको लागि ओपन हुन सक्ने सम्भावना रहेको छ। यसको लागि पनि हामीले मिनिमम 10 किता अप्लाई गर्नेछौँ पर सेयर 100 का दरले टोटल 1000 रुपियाँ। त्यस्तै अर्को छ भुजुङ हाइड्रो पावर लिमिटेड। यो भनेको भुजुङ हाइड्रो पावर लिमिटेड भनेको हाइड्रो पावर सेक्टरभित्र अन्तर्गत पर्छ, जसले चाहिँ अर्डिनरी सेयर लोकल र पब्लिक दुवैको लागि इस्यु गर्दैछ। पब्लिकको लागि चाहिँ 20 लाख किता इस्यु गर्दैछ 100 का दरमा। पार भ्यालु यसको 100 नै छ।
र ग्रान्ट भनेको तपाईँको मङ्सिर 11 गते चाहिँ सेबुलले अप्रुभल दिइसकेको थियो र क्यापिटल रेज फर हाइड्रो पावर फन्डिङको लागि यसले चाहिँ क्यापिटल रेज गर्दैछ र यसले चाहिँ लोकल र फरेन इमिग्रेन्टको लागि चाहिँ अहिले नै करेन्टली चाहिँ यो ओपन भइरहेको छ र जब तपाईँको डिसेम्बर 18 देखि ओपन भइरहेको छ र जब यो तपाईँको लोकल र इमिग्रेन्टको लागि सकिन्छ त्यसपछि जनरल पब्लिकको लागि इस्यु हुनेछ। यसैमा पनि हामीले मिनिमम 10 किताब अप्लाई गर्नेछौँ जुन 1000 का 10 100 आधारले टोटल 1000 रुपियाँ। त्यस्तै गरी अर्को छ अब आइपिओ को एफपिओ को एफपिओ पनि तपाईँको सेबुलले अप्रुभ गरिसकेको छ। विजय लघु वित्तीय संस्थान लिमिटेडलाई छ जसको चाहिँ टोटल इस्यु भनेको 4,66,817 किता हो एफपिओ को डिटेल्समा जसको चाहिँ पार भ्यालु 100 मै हो। तपाईँको यसको चाहिँ इस्यु म्यानेजर भनेको एनएमबी क्यापिटल रहेको छ र यसले चाहिँ एफपिओ को अप्रुभ सेबुलले गरिसकेको कारणले चाहिँ यसले चाहिँ डाइरेक्टली जनरल पब्लिकको लागि इस्यु गर्नेछ। यसको पार भ्यालु 100 नै छ। यदि यो पनि अबको तपाईँको 10-15 दिनभित्र चाहिँ तपाईँको यसले चाहिँ इस्यु डेट चाहिँ फिक्स गर्नेछ जनरल पब्लिकको लागि। यसमा पनि हामीले मिनिमम 10 किताब अप्लाई गर्नेछौँ। सरकारले टोटल 1000 रुपियाँ। थ्याङ्क यू सो मच फर दिस स्टेडियम।